हेलो एभ्रिवान, स्वागत छ तपाईँहरूलाई हाम्रो आरएस ब्लगमा। आज चाहिँ आज हाम्रो नेपालको यो झन्डाको अगाडि मेरो ब्लग चाहिँ स्टार्ट गरिरहेको छौँ होइन। शाबाश बेटा। आज चाहिँ हामी घरमै मोमो बनाएर खाने भनेर हामीले चाहिँ यहाँ मोमोको सामानहरू रेडी गरिरहेछौँ। अब धेरै हिँडेको गरेर पनि सकिँदैन नि त, कति हिँड्नु भनेर आज चाहिँ हामी घरमै मोमो बनाएर खाने भनेर चाहिँ यहाँ हामी मोमो बनाउन रेडी गरिरहेछौँ। यहाँ चाहिँ मेरो हस्बेन्डजीले किमा रेडी गर्नु हुँदैछ, यहाँ हेरौँ है त। यहाँ चाहिँ हाम्रो किमा रेडी हुँदैछ। हेलो एभ्रिवान, म त पुरा आज मोमो बनाउँदैछु नि त। यहाँ तपाईँले के पिसिसक्नुभयो, रेडी गरिसक्नुभयो? यहाँ बन्दा प्याज अदुवा किमा हेर्नु कस्तो दामी हुने के मिसिनमा। बन्दा प्याजहरूको चाहिँ किमा भइसक्यो हाम्रो चाहिँ। अब यहाँ चाहिँ चिकनको किमा हुँदैछ। किमा रेडी हुन्छ। हाम्रो किमा रेडी। यस्तो दामी हुँदो रहेछ कि किमा। ल म त मोमो दोकान खोल्छु कि नेपाल गएर है। यहाँ फेरि मोमो महँगो हुन्छ कि नेपाली 1500मा 7वटा 8वटा आउँछ। खाएर चित्तनी बुझ्दैन। आज दरो खाने आफै बनाएर अझै बनाउने हो किमा। अब एक लट छ सबै यत्रो चाहिन्छ। खाने हो नि मजाले। ब्रेस्ट अब अर्को लट फेरि हाम्रो किमा हुँदैछ। यहाँ यो सबै अट्छ, हालिदिनु न, नकाटिकन हालिदिने। ला अघि त मैले पिस बनाएर हालेको थिएँ, त्यही पनि गर्नु त एकचोटि कतिको हुन्छ। आज चाहिँ हामी मजाले मस्त मोमो बनाएर खाने हो। त्यो दोकानमा अलिकति खाएर चित्तै बुझ्दैन नि त, अनि अलिक उब्रियो पनि के हुन्छ त, भोलि तताएर खाने नि, फ्राई मोमो बनाएर। ल सबै एकै डल्लो कस्तो मजाले क्या होइन। मोमो बनाउनु त सुरु गरेको होइन। अजिना मटर चाहियो अरे। अजिना मटरै रहेनछ, फेरि अजिना मटर लिएर आउनु पऱ्यो दोकान गएर। अजिना मटर किन्न आइरहेको छु कि म चाहिँ। आउँदैछु जाँदैछु होइन। बुढीले दुःख दिन्छ हौ मलाई। अजिना मटर किन्न पठाइरहेको छु। मोमो खाने भनेको टमाटर पनि रहेनछ, अजिना मटर पनि। माट चाहिँ आइसकेँ म, तर अब थाहा छैन कि अजिना मटरलाई कोरियनमा के भन्छ के छ नाम। तनाव छ सामान किन्ने, खाली छ। फाइनली भेटाएँ। यो रहेछ च्याट जिपिटीलाई सोधेर नाम। म चाहिँ अहिले यहाँ मोमोको लागि अचार बनाउँदैछु। मोमोको लागि बेस्ट भनेकै अचार हो नि त होइन। अचार मिठो भयो भने मोमो त्यत्तिकै नै मिठो हुन्छ नि त। यहाँ मेरो चाहिँ यहाँ अचार रेडी हुँदैछ। यहाँ चाहिँ मैले हालेको छु अकबरे, टमाटर त भइहाल्यो, अनि टिमुर, लसुन, प्याज, मेथी, अनि के अरे यो सेतो तिल चाहिँ यो भुटेकै थियो, अनि त्यतिकै मैले यसलाई यहाँ हालेको छु। त्यो चाहिँ अब एकछिनमा धनियाँहरू हालेर ब्लेन्ड गर्नुपर्ने छ। यहाँ चाहिँ किमा रेडी भइसकेको छ। यहाँ चाहिँ अब अजिनै सकेछ, अनि अजिना लिन जानुभएको छ। अनि अजिना हालेर यो पनि अब रेडी हुँदैछ है हाम्रो चाहिँ। यहाँ सबैको पकाउने आफ्नो तरिका हुन्छ। हाम्रो चाहिँ अब मेरो पकाउने तरिका चाहिँ यस्तै छ। तू समझा? हाँ नहीं तू समझ। किनिसक्यो होइन मेरो साइकल। अब फेरि लाग्यो अजिना मटर किनेर मोमो बनाउनलाई। बुढीले दुःख दिन्छ नि यत्रो धेरै। अब गएर फेरि मोमो बनाउनु पर्नेछ। यो मेरो पछाडिको माट, यसमा आउँछौँ सामान किन्न। मैदा यो पिठो मुस्नु पऱ्यो, पिठो मुसेकै छैन नि त। पिठो मुस्नु त बिर्सेछ पो, अघि किमाहरू बनाएँ, अचारहरू बनाएँ। मेन भनेको यो पिठो चाहिँ मोलेर अघि राखिराख्नु पर्ने। मैले चाहिँ यो मोमोको लागि चाहिँ यो खुपाङबाट हिजो मगाएको होइन, मैदा भनेरै भनेको भन्न त। मोमोहरू बनाएकै छ, फर्स्ट टाइम मैले मैदा मगाएको। कस्तो हुन्छ यसको मोमो। अब गहुँहरू जस्तो आटाहरू चाहिँ मगाइरहेको हुन्छौँ हामीले, मैदा चाहिँ मगाएको छैन नि त। कस्तो हुन्छ
मलाई सबभन्दा गाह्रो लाग्ने काम भनेको चाहिँ यो पिठो मुस्ने हो होइन। यस्तो झ्याउ लाग्छ मलाई यो पिठो मुस्ने काम भनेपछि त म त सक्दिनँ। अब मेरो हस्बेन्डले गर्नुहुन्थ्यो यो चाहिँ, आउनु नै भएको छैन, अजिना लिन जानुभएको थियो, आउनु नै भएको छैन, अनि ढिलो हुन्छ भनेर चाहिँ म चाहिँ यो मुस्नलाई रेडी गर्दै। अजिना लिएर आएको है, गर्मी भएर जाडो पनि छ फेरि साइकलमा चाहिँ। तर म आउँदाखेरि चाहिँ यहाँ रेडी भइसकेछ नि त किमा हो, अकबर र टमाटरको अचार रेडी हुँदैछ होइन। यतै आँटा मुस्दै पुरा। तपाईँ ढिलो आएर हो नि, मलाई यो यस्तो झ्याउ लाग्छ नि यो मैदा आँटाहरू मुस्नु भनेपछि। बिहाल्छ हेर जिन्दगी। टमाटर र प्याज पनि ल्याउनु पऱ्यो नि त नि, अजिना खोज्दा है। तर अब आज मोमो मिठो खायो लास्ट अघि। बात तो सही है दौड़ना तो पड़ता है। बुढीले मेहनत दर गरिरहेको छ आज। ओ किमान रेडी भयो, अचार रेडी छ, टमाटर यो फेरि अलिकति थप्नलाई अलिक बढी पिरो भएछ। अकबरी हालेको अचार हुँदा दामी भएको छ होइन। अब के बाँकी छ बुढी हाम्रो? अब बेल्ने काम रह्यो, बेल्ने अनि त्यसपछि मोमो बनाउने अनि क्वाप्प होइन। म चाहिँ खानेमा मात्र पर्छु है, भन्नु भने नि भर्खर उहाँ पुगेर अजिना लिएर आएको होइन। मेरो काम त्यही हो। ओ नेपाली स्टाइलको हो कि यो त प्रोफेसनल स्टाइलको पो त दामी। अचार हेर्दाखेरि नै खाउँ लाग्ने हो। यसमा मोमो क्वाप्प चोबेर होइन, क्वाप्प मुखमा हाल्दा त लगाएपछि अब एकछिनमा आउँछ है त। यसरी नै क्वाप्प हालेर क्वाप्प खाने होइन। के यहाँ गाह्रो छ हौ दोकानमा खानु मोमो होइन। बरु आज आफै बनाएर। पिठो पनि मुसेर सब रेडी भइसक्यो, अचार पनि हाम्रो त्यहाँ रेडी भइसकेको छ। अब हाम्रो काम भनेको चाहिँ के रह्यो त, बेल्ने अनि त्यसपछि पकाउने, स्टिम गर्ने अनि त्यसपछि खाने। अझ म अरे के बेल्नेमा चाहिँ मलाई चाहिँ फेरि बेल्नु भनेपछि त ओभर झ्याउ लाग्छ कि। तपाईँलाई फेरि बनाउनु आउँदैन नि त? मलाई त दुइटै आउँदैन। त्यो त्यहाँ शाबाश बेटा। बुझ्नु त, मलाई त खाना मात्र आउँछ कि। त्यसो भन्न हुँदैन हो। किलोको भयो मेरो हात चिसो थियो के भन्न पुस्नु पर्थ्यो नि त। हामी चाहिँ अब मजाले बेल्दैछौँ, बेलेपछि अब हामी स्टिम गर्छौँ। हाम्रो स्टिम गर्ने भाँडा चाहिँ कस्तो छ तपाईँहरूलाई हामी यसमा देखाउनेछौँ। टेक्नोलोजी टाइपको छ हाम्रो स्टिम गर्ने भाँडा चाहिँ। कोरियामा म बेल्दैछु है गाइज, कोरियामा मोमो बेल्दैछु है। कोरियामा मोमो बेल्दै हुनुहुन्छ उहाँले। अलिकति मेहनत अब हामी गरेर बिस्तारै मोमोको दोकान खोल्नु जाँदैछौँ। मेहनत गरेर खाइदिउँ न त भनेर के। दोकानमा गयो भने 10वटा नि आउँदैन, 1500मा खाँदा सकिन्छ। आज 100वटा चाहिँ खाइदिनु पऱ्यो भनेर सोचेको छु ल। खाइदिन्छु होला म त। 100वटा त बन्नु पनि पर्यो नि। यत्रो किमा त नि किमा त छ, अब हेरौँ कतिवटा बन्छ। त्यत्रो खायो भने त पेट दुख्छ नि, एकैचोटि खानु हुँदैन, भोलि पनि खानुपर्छ उब्रियो भने त। तर उहाँले धेरै खान सक्नुहुन्न भन्ने मात्रै हो, त्यस्तो धेरै खानु हुँदैन। खाइदिने अनि मोमोको त मोमो यस्तो हुन्छ हेर त। आउँछ बन्छ अब खोइ हेरौँ कत्रो भयो। आउँछ कहाँ राख्नु? यहाँ यसरी राख्नु, म बनाउँदै जान्छु। गीत गाउन नि आउँदैन हौ। के गर्न चाहन्छु मलाई के गर्नु? गीत गाउन नि आउन्न होइन, मोमो बनाउन नि आउन्न होइन, भात बनाउन
सक्ला ए सुँगुरको मासु त ओभर मिठो बनाउनुहुन्छ नि उहाँले त ए छेत्रीको छोरी भएर सुँगुरको अब मासु त्यस्तै हो नि सुँगुरको होइन कि खसीको ठुलो खसी ठुलो खसीको बात तो सही है। यहाँ रेडी गरिसक्यौँ यो मोमो चाहिँ यहाँ अहिले स्टिम हुँदैछ हाम्रो स्टिम गर्ने भाँडा चाहिँ यस्तै छ अब सबै कुरा किनेर साध्य हुँदैन हैन यसो काम चलाउ पनि गर्नुपर्छ कहिलेकाहीँ कितने तेजस्वी लोग हैं हमारे पास कितने शानदार विचार रखते हैं हेलो त के भन्नु हैन अघि हामीले यति धेरै के गरेर सबै सकिसक्यौँ अब चाहिँ हाम्रो मोमो चाहिँ रेडी भएको छ रेडी भएको छ झड्के थालमा मोमो हाम्रो कति 2-3 घण्टाको प्रयासपछि बल्ल हामीले यो सबै रेडी पारिसकेको छौँ अब चाहिँ यसलाई भनेको के हुन्छ त यसलाई भनेको अब खाने मात्रै काम हुन्छ अब चाहिँ हामी यसलाई खान्छौँ मजाले गम मोमो Oh my God! Wow! म खान्छु तिमी खान्छौ मलाई पर्खिदैन आउनु नि छिटो म त खाएको यो चाहिँ अनि फेरि यता हो यो चाहिँ फेरि यता हो ओ सुप पनि छ हैन काँटा चाहिन्थ्यो के हो टक्कसँगले मोमो त सही छ त हौ अचार त्यस्तै हो यस्तो घाँटी दुखिरहेछ मेरो होइन तर पनि अब मोमोमा कोक नखानुको त फेरि कोक पनि रिसाउँछ मोमो पनि रिसाउँछ कस्तो जुसी छ क्या गाई मोमो पनि फेरि सानो भएको थियो यत्रो यत्रो मोमो छ कोरियामा फर्स्ट टाइम तर खायो पैसा थिएन कोरियामा फर्स्ट टाइम यसरी बनाएर खायो हैन तर सोचे भन्दा मिठो छ टेस्टी छ जुसी पनि छ सुप त्यस्तै मिठो बुढी यस्तो परेपछि यस्तो मिठो खान पाइँदो रहेछ मलाई के आउँदैन तपाईँको पनि धेरै हात छ नि त यसमा बेल्नु भएको छ यत्रो बेर अनि हात छैन त 3 घण्टै मेहनत गर्नु पर्यो फेरि हाम्रो टेक्नोलोजी आयो नि त पकाउने पनि उता राइस कुकरमा भाँडो राख्यो अरे मोमोको भाँडो छैन हैन जसरी पनि खाने त हो नि हैन तिमी ह्याप्पी मोमो कि मोमो भने मलाई गर्थ्यौ म त स्वर्गमै पुगेँ मोमो कि मोमो भन्छ नेपाली रेस्टुरेन्ट लगो हैन 10 वटा नि खान नपाउने के नेपाली 1500 मा अब यहाँ ल अझै पाक्दैछ उता कस्तो पाकिरहेको छ हैन यस्तो मजाले आफूले बनाएर यति धेरै खानु मन लाग्छ दोकानमा हैन मिठो त मिठो हुन्छ नमिठो त हैन तर पनि आफ्नो टेस्ट जस्तो पनि नहुने अनि फेरि त्यो हामीलाई अब यति खाने बानी छ नि त अनि गाह्रो हुन्छ हामी खानुपर्छ यसरी गम मोमो हामी चाहिँ अब मोमो खान्छौँ हैन अब हामीले खाने मोमो फेरि देखाइराख्दा गाह्रो हुन्छ नि त हैन
त्यही भएर अब गर्नुपर्ने काम के भन्दाखेरि हामी खाने काम गर्छौँ, तपाईँहरूले चाहिँ हामीलाई के दिन्छ, आशीर्वाद दिने हो कि के हो, सब्सक्राइब गरेर लाइक कमेन्ट गरेर होइन। अनि हाम्रो ब्लगमा चाहिँ स्टे भइरहनु पऱ्यो क्या, हेरिदिनु पऱ्यो होइन। कोरियामा अब सानो रुम छ नि त, सानो रुममा बसेर रहर भन्नु के भन्नु अब यसलाई ब्लगको बोला हालिरहेको होइन। ट्राभलरको त छँदैछ अब यस्तै डेली ब्लगहरू पनि अलिअलि कहिलेकाहीँ। अब हामी खान्छौँ है त ल। अब आजको चाहिँ हाम्रो छोटो मिठो एउटा यो सानो कोठामा हामीले बनाएको एउटा कोसिस भनौँ न, खानुको लागि छुट्टीको सदुपयोग जस्तै पनि हो होइन। अनि हामीले चाहिँ मजाले बनायौँ, मजाले खाने हो भन्दै अब तपाईँहरू पनि यो हाम्रो यस्तो जस्तो सुकै जे भए पनि यस्तो छ खानेकुराहरू हेरेर इन्जोय गर्नु होला भन्दै आजलाई चाहिँ अब हामी यो भिडियो चाहिँ यहीँनिर इन गर्छौँ भन्दै आजलाई बाई बाई। Like and subscribe.